गुड मर्निङ फ्रम ओइ कहाँ हो यो भने जस्तै गरेर होइन कहाँ हो विक्रम दाइ यो गुड मर्निङ फ्रम गान्द्रुक यहाँ हेर्नुहोस् राति कति बज्यो अहिले भन्दा चाहिँ मर्निङ भयो 6 बज्यो 6 बज्दा नि अँध्यारो छ अब चाहिँ हिमालहरू देखिन्छ र यहाँबाट यस्तो छ यहाँ बिहानको सिन ल यताबाट चाहिँ सनराइज हुन लाग्छ सबजना कौसीबाट हेरिरहेको छ अझै माथि गएर हेरौँ जो जो कहीं भी यार निकाय मतलब ना स्टिल यो चाहिँ स्टिल म पनि हिमाल नजिकै छु हिमालकै अगाडि छु म पनि विक्रमलाई त्यो मार्क्सले मुख छेक्यो कहाँ छ हिमाल दाइ दिन दाइ आजको टुर गाइड तपाईँ नै हो यो चाहिँ माछा पुछ्रे फिस्टेल अनि यता चाहिँ अन्नपूर्ण सँगै छ ल हामी हिमाल हेर्दै बस्ने हो बिहान यस्तो चिसो हात त पुरै झर्ला जस्तो भइसक्यो दाइ हात त घामले हिमाल छोयो अब सबजना हिमाल हेर्नलाई ल हाम्रो विक्रम दाइहरू नि त्यहाँबाट ल विक्रम दाइ कस्तो लागिरहेको छ हिमाल हेरेर मर्निङ त्यहाँ हामीले टाइम ल्याप्सबाट नि खिचिरहेको छ है यसो हेऱ्यो भने 1 घन्टामा हिँडेर पुग्छ जस्तो है पुग्छ त ठ्याक्कै उयो 1 घन्टामा चाहिँ त्यो चुच्चोमा होइन कि दाइ अलिकति फेदसम्म चाहिँ पुगिन्छ एकछिन त्यहाँनिर रेस्ट गर्नुपर्छ अनि फेरि त्यो रेस्ट गर्दाखेरि त्यो आलु सालु भुटेर लानु नबिर्सिनु नि दाइ भोक लाग्छ त्यहाँ माथि पाइँदैन यस्तो छ यहाँको सिनारियो यस्तो चिसो पनि छ टोपी नलाइकन बस्नै नखाने हिमाल यार छेउमै रहेछ हिमालहरू त अनि विक्रम दाइ टाइम ल्याप्समा म पनि आइरहेको रहेछ आहा अहिले पो घाम लाग्यो अब चाहिँ यस्तो दामी आइरहेको छ बवाल यो गान्द्रुक भन्ने ठाउँमा चाहिँ कोही पनि आउँदैन आउनु होइन दाइ कोही आउँदैन आउनु किन थाहा छ जसलाई अलिकति हिँड्न मन पर्दैन त्यो नआउनु जसलाई कल्चर त्यो एक्सचेन्ज भएको हेर्न मन लाग्दैन त्यो नआउनु होइन जसलाई हिमाल हेर्नु छ जसलाई हिमाल हेर्न मन लाग्दैन त्यो नआउनु होइन अनि अरू के छ यहाँ अरू भनेको हाइट होइन यो भन्छ नि मौसमहरूको बारेमा यस्तो उयो मन पर्दैन चिसो मौसम मन पर्दैन आउँदैन आउनु त्यो मान्छे होइन मुख्यत जसलाई चिसो लाग्छ त्यो आउँदैन आउनु त्यो गुरुङ को कल्चरहरू हेर्न मन लाग्दैन भने आउँदैन आउनु त्यही भएर यस्तो मन नपर्ने मान्छे चाहिँ गान्द्रुक भन्ने ठाउँ चाहिँ आउँदैन आउनु होइन मनपर्छ भने चाहिँ आउनुपर्छ किनभने गान्द्रुक जस्तो ठाउँ पनि दामी नै छ घाम लाग्यो अब चाहिँ यताबाट सनसेट पनि सनराइज पनि सनसेट भन्न आइरहेको अब त्यो गान्द्रुकको मायाले हेर्न यो 15 मिनेट सनराइज हुँदैछ त्यहाँ हिमालमा घाम लाग्यो यहाँबाट सनराइज हुँदैछ विक्रम दाइले अघिदेखि अवलोकन गरिरहनु भएको छ यहाँ यतै छ हिमाल त हिमालको उचाइ जुत्ता नाप्दै होइन विक्रम दाइ तपाईँले मैले ठिक भने नि दाइ गान्द्रुक नआउनु भनेर जसलाई नजिकबाट निहाल्नलाई एक्सपिरियन्स त्यो गर्नु छैन भने नआउनु अनि अरू के छ गर्नु छ त्यो आउनुहोस् आज मौसम पनि क्लियर रहेछ आज हामी आएको भएर क्लियर भयो नि दाइ खास भन्ने नै ऊ हिजो यहाँ बहिनीले त मौसम त को भरै छैन भनेर भन्दै थियो उता देखाउनु न उता हिमाल त अघिदेखि देखाएको हो हिमाल त क्या नजिकै क्या अब
यो नजिकबाट हिमाल हेर्न मन पर्दैन भने आउँदै नआउनु है गान्द्रुक चाहिँ। अब हामी खाजा खाँदैछौँ बिहानको ब्रेकफास्ट। अब हाम्रो ब्रेकफास्ट यस्तो छ। यहाँबाट लिनु न दाइ, यो म चिया धेरै खान्न। विक्रम दाइ चिया थपी थपी खुकुरी रम जस्तै। यो के भन्छ यसलाई, खाप्से कि के भन्छ होइन? के हो यो? ए सजिना आउनु। होमस्टे यो आशिष आमा होमस्टे। अब घान्द्रुकबाट बिदाई हुँदै अब घान्द्रुकबाट सिधै हामी बागलुङतिर प्रस्थान गर्दै। घान्द्रुक राति आएको थियो। बागलुङतिर जाँदैछु हामी। राति आउँदाखेरि अर्कै थियो, अहिले बिहान पो देख्न पाइयो कस्तो रहेछ घान्द्रुक भनेर होइन दाइ। तर दामी, यस्तो राम्रो कुरा हेर्न मन छैन भने चाहिँ नआउनु भन्दै त्यही हो। 100% हाइकिङको इन्ट्रेस्ट भएको मान्छे चाहिँ यस्तो दामी दामी ठाउँ छ। फोन चार्ज घान्द्रुकको सौन्दर्य यही हो। 30% अझै कति हिँड्नुपर्छ दाइ? बससम्म पुग्नलाई त 45 मिनट त हिँड्नु पर्यो है। जाँदाखेरि तिम्रो 15 मिनेटमा पुग्छ। कहाँ पुग्छ 15 मिनटमा? हिजो आउनलाई 45 मिनट लाग्यो त। हिजो त शास्ति भयो नि त, बसमा पनि आज त आराम गरेर चाहिँ चाँडो पुग्छ। हिजो हुन त उकालो मात्र चढे भयो होइन? घडी हेरेर त कति बेला अहिले त ओह्रालो छ। 20-25 मिनट। अनि कति बजे? यहाँबाट पनि हिमालले साथ छोडेको छैन ल। यताका टुप्पो हिमाल अझै देखिरहेको छ त्यहाँ। है पर्वेन दाई आउनुभयो। पर्वेन दाई हिमालभन्दा अग्लो हो, हिमालै छेक्दियो त तपाईँले। चाँडो आउनु ल भने पुग्ने भनेको। कति चाँडै पुगिसके। हजुर त्यो भनेको त्यहाँबाट त्यो घोडा हो कि के हो? गधा हो? खच्चर हो? हान्ला नि त खच्चरले पनि? हान्दैन? ए बाटो छोडिदिउँ। आऊ क्या भनेको मान्ने रहेछ क्या हो? माथि आऊ माथि आऊ। पानी पेसले घाँस यहाँ पनि त्यो यस्तो बाटो नभएको भएर, यो भर्याङको बाटो मात्र भएको भएर खतरमा बोकेर सामानहरू मगाउने रहेछ क्या। त्यही भएर अलिकति माथि महँगो छ। जाऊ माथि जाऊ माथि जाऊ। यस्तो राम्रो राम्रो ठाउँहरू घुम्न मन छैन भने चाहिँ विक्रम दाइ भनिदिनु त, घान्द्रुक नआउनु। घान्द्रुकमा अहिले जाँदाखेरि बाटोमा राइट साइडमा यस्तो झर्ना छ कि यस्तो हाइटमा हो, मैले देखेन। यो त यो के होइन, अघि त्यहाँनिर त्यो हिजो आउँदाखेरि त्यो घट्टा पनि देखिरहेको थियो क्या। हामीले बसबाट जाँदाखेरि पानीले चलाउने घट्टा पनि छ कि त्यहाँ तल। त्यस्तोहरू हेर्न मन छैन भने चाहिँ घान्द्रुक के गर्ने रे दाइ? नआउनु होइन? मन छैन भने नआउनु। मन छ भने चाहिँ अब आउनु पर्यो। यस्तो बवाल भ्यू पोइन्टहरू आमा हेट। मैले भनेको घट्टा यही हो। यहाँबाट चाहिँ त्यो पानी माथिबाट झर्छ, त्यसले तलबाट घट्टा घुमाउने रहेछ माथि। अनि पिठो सिठो पिस्नलाई के पिस्नलाई यस्तो। हिजो राति देखेको राम्रोसँग देखेको थिएन क्या। इन्द्रेणी छ जस्तो दाइ, हेर्नु त। ऊ इन्द्रेणी छ नि दाइ त्यहाँ, भिडियोमा पो देखाएको छ कि छैन? हेर्नु त इन्द्रेणी देख्नु हो?
यसरी पानी घट्टा घुमिरहेछ ल ऊ पानीको फोर्सले घुम्ने क्या टिस्टामा जस्तो हुन्छ हेर्नु न ल इन्द्रेणी पनि आइरहेछ क्या त्यहाँ हेर्नु न है क्या बवाल के टेक्नोलोजी पहिलाको इलेक्ट्रिक नै नचाहिने ऊ त्यहाँ माथि चाहिँ पिठो पिस्ने यहाँबाट तल मेसिन घुमे जस्तै गरेर घुमिरहेको हुन्छ त्यो है के मकै सके पिस्नेहरू दाल साल पिस्नेहरू यस्तो सानो ठाउँमा इन्द्रेणी लागिरहेछ यार यस्तो भ्यूहरू छ दामी दामी भ्यूहरू फिदा भयो फिदा होइन हामी फिदा भयो यस्तो ठाउँ छ गान्द्रुक यो हो नि त गान्द्रुक भने खोलामै बाटो हुन्छ नेपालमा झरना नेचुरल पुल पनि हो ल हामी अब यस्तो बाटो पो हिँड्दैछौँ झरनामा नुहाउनु जाने कि के हो भाइ माछा आउँछ र त यस्तोमा कहाँ हो भने पानी जमेको ठाउँमा पो माछा आउँछ त ल जान्छ त खोलामा हिजो यस्तो बाटोबाट गाडी लिएर आएको हामीलाई यसरी यहाँबाट लगेको क्या दामी के विक्रम दाई चाहिँ वकिटकीमा खास भने यो घान्द्रुक चाहिँ यो हाइकिङ गर्ने ट्रेकिङ गर्नेहरूको लागि एकदम बेटर प्लेस हो क्या है अब हामी चाहिँ घान्द्रुकलाई घान्द्रुकले हामीलाई बिदाई गरेर प्रायः माछा पुच्छ्रे हिमालहरू यता मजाले देखिरहेछ रमाइलो छ हाइकिङ गर्नेहरूको लागि चाहिँ हो हाइकिङ गर्न मन पर्दैन भने घान्द्रुक हाम्रो अध्यक्षज्यू र बसन्तजी सँगै हो क्या घान्द्रुकले बाई बाई गऱ्यो अब हामी चाहिँ यहाँबाट बस चढेर हामी चाहिँ उता बागलुङतिर जाने हो आज चाहिँ अब बागलुङको बसाइ हुन्छ कि पोखराको बसाइ हुन्छ हेरौँ